आफ्नो परिचय दिनुहोला। नमस्ते, म फेकु कुमार यादव। म चाहिँ मेरो थाई ठेगाना हरिपुरबा नगरपालिका वडा नम्बर 1 सर्लाहीमै पर्छ र म चाहिँ 2071 सालको शिक्षक सेवा आयोगबाट 71/4/30 मा मेरो हाजिरी भएको छ र त्यो बेलादेखि मैले 2 वर्ष चाहिँ सहायक शिक्षकको रूपमा र त्यसपछि विगत 8 वर्षदेखि म प्रधानाध्यापककै रूपमा विभिन्न विद्यालय गरी म अहिले प्रधानाध्यापकको रूपमा कार्यरत छु र यस श्री जनता नमुना बाध्यक विद्यालयमा म 2080 सालको भदौ 13 गतेदेखि म यहाँ हाजिरी भएर नियमित रूपमा शिक्षण सिकाइ क्रियाकलाप लगायत प्रशासनिक व्यवस्थापकीय सम्पूर्ण कार्यको जिम्मेवारी सम्हालिरहेको छु। यहाँको पढाइ र शिक्षकको गुणस्तरीय कस्तो छ? हाम्रो विद्यालयको? हजुर, हाम्रो विद्यालयमा हाम्रो शिक्षकहरू एकदम अनुभवी हुनुहुन्छ, तालिम प्राप्त पनि हुनुहुन्छ। बेला बेला हाम्रो विभिन्न सङ्घ संस्था, हाम्रो शिक्षा विकास समन्वय इकाइ, शिक्षा तालिम केन्द्र बारा, हाम्रो गोरैता नगरपालिका लगायत धेरै सम्बद्ध निकायहरूबाट हाम्रो शिक्षकहरूको लागि विभिन्न किसिमको पेसागत तालिमहरू, तपाईको क्षमता अभिवृद्धि तालिमहरू बाट तालिम प्राप्त शिक्षकहरूबाट हामी शिक्षण क्रियाकलाप गुणस्तरीय शिक्षण क्रियाकलाप नै भइरहेछ। यहाँ तालिम प्राप्त शिक्षक हुँदै पनि हाम्रो विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक सङ्ख्या नै कम भएको कारणले हामी जति गुणस्तरीय अपेक्षा राखिरहेछौँ त्यसमा अझै कमी छ। त्यसमा हामीले अझै प्रयास गर्नु बाँकी छ। त्यसको लागि हामी गोरैता नगरपालिका, हाम्रो मध्य प्रदेश शिक्षा विकास र समन्वय इकाइ हाम्रो शिक्षक सङ्ख्या थपिदिनको लागि हामी बेला बेलामा अनुरोध पनि गर्दै आइरहेछौँ। अहिलेसम्म यो विद्यालयमा विद्यार्थी कति छ? हाम्रो विद्यालयमा अहिले तपाईको ECD देखि कक्षा 12 सम्मको विद्यार्थी 1868 विद्यार्थी छ हाम्रोमा। हजुर। खेलकुद र यहाँको सांस्कृतिक विद्यालयमा सहभागी विद्यार्थीहरू कस्तो छ? हाम्रो 80 देखि म आयोदेखि यहाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीहरूको संयुक्त बैठकबाट हामीले के निर्णय गर्यो भने हाम्रो जति यो शिक्षण सिकाइ क्रियाकलाप आवश्यक छ जीवनमा, त्यसको साथसाथै हाम्रो विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्नको लागि हाम्रो विद्यार्थीहरूलाई खेलकुद लगायत अतिरिक्त क्रियाकलापहरूको पनि त्यतिकै महत्त्व रहेको कारणले हाम्रो विद्यालयबाट खेलकुदमा पनि राम्रै प्रगति हासिल गरेको छ। विगतमा 2 साल तपाईको गोरैता नगरपालिका स्तरीय विभिन्न खेलकुदहरूमा अतिरिक्त हाजिरी जवाब प्रतियोगितामा त 2 पटक प्रथमै भएर आएको छ। त्यस्तै खेलकुदमा पनि विभिन्न पुरस्कारहरू लिएर आएको छ। विगतमा गोरैता नगर स्तरीय क्रिकेट प्रतियोगिताहरू भएछ, मेयर कप। त्यो मेयर कपमा पनि हाम्रो विद्यालयले स्थान ल्याएकै हो। प्रथम द्वितीय ल्याउन सकेन तर स्थान ल्याएको छ। यसको साथै हाम्रो विद्यालयको नियमित शिक्षण सिकाइ क्रियाकलाप पश्चात तपाईको प्रत्येक शुक्रबार खेलकुद, अतिरिक्त क्रियाकलाप, हाजिरी जवाब प्रतियोगिता, वाद विवाद प्रतियोगिता, तपाईको चित्रकला प्रतियोगिता, भलिबल प्रतियोगिताहरू विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरू हामी सञ्चालन गर्दै आइरहेछौँ। यो विद्यालयको स्वच्छ र वातावरण अहिले कस्तो छ? अहिले हाम्रो विद्यालय एकदम अहिले नेपाल सरकारको प्रावधान अनुसार हरित विद्यालयको एउटा अवधारणा आएको छ 2077 सालमा ल्याएको। अनि त्यसमा के छ भने हाम्रो विद्यालय हरियो विद्यालयको अवधारणालाई दिएको छ। त्यसमा मुख्य गरेर के छ, यहाँ विद्यार्थीको ECD देखि लिएर बाल विकासको, जब बच्चाको वृद्धि विकासको अवस्थादेखि लिएर कक्षा 12 सम्मको उमेरसम्मको विद्यार्थी सिक्ने सिकाउने उमेर हो र त्यो उमेरको बालबालिकाहरूलाई हरियो विद्यालय वातावरणले पनि, त्यसको दृश्यहरूले पनि, मनमा शान्तिले पनि धेरै किसिमले प्रभाव पार्ने भएको कारणले हाम्रो विद्यालयलाई पनि, हाम्रो विद्यालय तपाईँ हेर्न सक्नु पनि हुन्छ। हाम्रो गार्डनहरू, हाम्रो यो धेरै पुरानो पिपलको बोट छ, अशोकको बोट छ। हाम्रो विद्यालयमा तपाईको परापूर्वकालदेखि ऐतिहासिक रूपमै शिव मन्दिरको पनि स्थापना छ, पार्वती मन्दिर पनि छ, त्यस्तै हाम्रो सरस्वती मन्दिर छ। भनेपछि अहिले भर्खरै
शिक्षा तथा संस्कृति मन्त्रालयबाट हाम्रो 25 लाखको कार्यक्रम थियो, घेराबार, कम्पाउन्ड वाल तथा स्तरोन्नति भनेर, जसबाट हामी कम्पाउन्ड वाल पनि सम्पन्न गरिसकेको छौँ गुणस्तरीय, र अर्को ग्राउन्डमा पनि हाम्रो ब्लकहरू लागेको तपाईँ पनि हेर्न सक्नुहुन्छ, गुणस्तरीय छ, एकचोटि हेरिदिनु होला भनेर अनुरोध पनि छ। र यसको साथै हाम्रो एकदम विद्यालय गार्डनहरू हेर्नु एकदम निट एन्ड क्लिन, सफा सुग्घर छ। हामी यसमा हाम्रो गार्ड दाइलाई पनि, हाम्रो कार्यालय सहयोगी पनि, हाम्रो बेला बखत शुक्रबारको कुनै दिन हामी विद्यार्थीहरूलाई पनि प्रतिस्पर्धाकै रूपमा हाम्रो विद्यालयलाई सफा सुग्घर बनाउने र हरित विद्यालय बनाउने हाम्रो विद्यार्थीहरूलाई पनि हामी बेला बेला प्रयोग गर्छौँ, र त्यसबाट हाम्रो अहिले राम्रो छ, एकदम स्वस्थ, सफा सुग्घर र स्वस्थ हरितकर विद्यालय छ हाम्रो। अभिभावकहरूको शिक्षकप्रति कस्तो सहयोग छ अहिलेसम्म? हाम्रो विद्यालयमा लगभग अभिभावकहरू एकदम मजाले सहयोगी हुनुहुन्छ हैन, तर अझै त्यसमा गरिदिनु पर्ने के छ अभिभावकहरूले, उहाँहरूले गरिदिनु पर्ने के छ भने हामी आफ्नो योग्यता, दक्षता, क्षमता अनुसार शिक्षण सिकाइ क्रियाकलापहरू गर्दै आइरहेछौँ। सरहरूले पनि एकदम आफ्नो अनुभव, योग्यता, तालिम प्राप्तको हिसाबले एकदम शिक्षण क्रियाकलाप राम्रोसँग गरिराख्नु भएको छ। तथापि हाम्रो अभिभावकहरूसँग मेरो के अनुरोध छ भने उहाँहरूले पनि हाम्रो शिक्षकहरूले होमवर्क दिनुभयो कि भएन, विद्यार्थीहरू किन अब्सेन्ट भयो हैन, विद्यार्थीहरूलाई यदि हामी यहाँबाट होमवर्क दिएर जान्छौँ भने अभिभावकको सिग्नेचर गराएर पठाइदिनु पर्यो। त्यस्तै गुणस्तरीय वातावरण बनाउनको लागि विद्यालयमा र अभिभावकको सम्पर्क चाहिँ अलिक नजिक हुनु पर्यो। उहाँहरूसँग मैले पटक पटक रिक्वेस्ट गर्छु, हाम्रो वार्षिक रूपमा हामी पोहोर साल शैक्षिक सत्र 2081 मा 3 पटक शिक्षक, विद्यार्थी र अभिभावकको अन्तर्क्रिया कार्यक्रम राखेको थियो, जसमा उपस्थिति अभिभावकहरूको अलिकति थोरै भएको थियो। तर हाम्रो अनुरोध छ, हामी बेला बेला विद्यार्थीहरूलाई पनि प्रयोग गर्छौँ। कस्तो प्रयोग गर्छौँ भने ल यति गतेदेखि हाम्रो शिक्षक, अभिभावक र जनप्रतिनिधिको अन्तर्क्रिया कार्यक्रम छ, तपाईहरु चाहिँ आफ्नो अभिभावकलाई अनिवार्य रूपले पठाइदिनु। त्यसबाट के हुन्छ भने हाम्रो बीच रहेका जुन ग्याप छ त्यो ग्यापलाई कमी गर्नको लागि, गुणस्तरीय वातावरण निर्माण गर्नको लागि हामीले अभिभावकलाई बेला बेला सम्पर्कमा गरिरहेछौँ।